अब फेरि के हुने हो? तिमीलाई मैले छुच्चो भएर नबोल भनेको होइन? तपाईँ र बसन्त दाई जस्तो मान्छेको पनि मनमुटाव हुँदो रहेछ। त्यति धेरै माया गर्ने जोडी अझ हामी भन्दा पनि परिपक्व मान्छेको जीवनमा समस्या आउँदो रहेछ। झगडा भएर बोलचाल बन्द हुँदो रहेछ भने मेरो जीवनमा त्योभन्दा बढी के नै भएको थियो र? सबैको जीवनमा एउटै समस्या नहोला, तर समस्या त सबैको जीवनमा हुँदो रहेछ नि। त्यसैले म खराब मान्छे पाएँ भनेर भाग्यलाई दोष दिनुभन्दा जे जस्तो पाएँ यसैलाई सुन्दर बनाएर जीवन जिउँछु। सक्नुहुन्छ भने तपाईँ पनि बसन्त भिनाजुप्रति कमी औल्याएर होइन, उहाँको कमजोरीलाई आत्मसात गरेर हिँड्नु। त्यसपछि उहाँमाथि वैगुण होइन गुणै गुण देख्न थाल्नुहुनेछ। सुषमाले बुझेको यति गहिरो कुरा मैले किन बुझ्न सकिनँ? रोशन जस्तो मान्छेलाई सुधार्छु भनेर लागेकी छु। उसको अगाडि त म कति तल रहेछु। मैले त उसलाई सुधार्नै पर्दैन, मात्र भरोसा गरिदिए पुग्छ। म बसन्तप्रति यति धेरै कठोर कसरी भएँ? म भित्र यति धेरै अहम कहाँबाट आयो? बिचरा मेरो कारण कति दुखेको होला। म बिहेपछि साँच्चै बदलिएछु। ऊ मेरो कारण कति दुखेको होला। छोरा मान्छे एक्लै एकान्तमा रुन्छन् भन्ने सुनेको थियो। आज त प्रत्यक्ष देखे। कति कठोर है हाम्रो समाज। छोरी मान्छे जति बेला जहाँ पिच्च रोए पनि सुहाउने, तर छोरा मान्छे यसरी लुकेर रुनुपर्ने। कसैले रोएको देखिहाल्यो भने पनि म रोएको होइन भनेर झुट बोल्नुपर्ने, लाज मान्नुपर्ने। खासमा छोरी मान्छेमाथि अन्याय भएको, छोरी मान्छे पीडित भएको मात्रै देखियो समाजले, तर छोरा मान्छेको पीडाको बारेमा कहिले बोलेन। उनीहरूको पनि मन हुन्छ नि, मन दुख्छ नि, गुवा गुवा गरेर रुन मन लाग्छ भनेर बुझ्दै बुझेन। छोरा मान्छेलाई कठोर हुन सिकायो, तर यो समाजले रुन सिकाएन। त्यही भएर छोरा मान्छेहरू रुनै जान्दैनन्। कोही रोयो भने पनि रोको कस्तो सुहाउँदैन, त किन रोको भन् त? ओराइल लागेको मृगलाई बादशाहले पनि लखेट्छ भन्थे। अहिले मेरो जिन्दगी त्यही ओराइल लागेको मृगको जस्तै भएको छ। सबै चिज एकैचोटि गुमाउँदैछु। यही बेलामा सिर्जनाको बच्चा खेर गयो। मैले आफ्नो बच्चा गुमाउँदा पनि राम्रोसँग रुन सकिनँ। म बच्चा गुमाएको पीडामा थिएँ, तर केसरीलाई लाग्यो यो सिर्जनाको लागि दुखी भएको छ।
मसँग हुँदा पनि उसैको बारेमा चिन्ता लिएको छ। यसलाई मेरो वास्तै छैन भनेर मसँग झगडा गरी मैले दुखी हुन पनि नपाउनु। आफ्नो बच्चा गुमाउँदा पनि म कसरी हाँसेर हिँड्न सक्छु? त्यति कुरा पनि किन बुझ्दिन त्यसले? एकचोटि केसरी भाउजूलाई फोन गरेर कुरा गर्न न, भाउजूको मन फर्की पो हाल्छ कि यसरी एक्लै छुट्टिएर बस्ने हो भने आफ्नो सुर गरी हुन्छ। उसैले मलाई आफ्नो जिन्दगीमा नआइज भने के हो? उसलाई मसँग बस्नै मन छैन। यदि उसलाई हाम्रो सम्बन्ध जोगाउनु थियो भने, हाम्रो सम्बन्धको महत्त्व उसलाई थियो भने उसैले मलाई फोन गर्नुपर्ने होइन र? उसैले मलाई बोलाउनु पर्ने होइन र? ऊभित्र पनि अहम पला। ऊ चाहिने भन्दा बढी सङ्खालु भएर आफ्नो खुट्टामा आफैले बन्चरो हाने के हो? त्यही भएर उसले नआइज भन्दा भन्दै म जान्ने भएर उसलाई दुखाउन कसरी जाउँ? उसो भए के गर्छस् अब? यसरी घर पनि नगएर यहीँ बसेर समस्याको समाधान कसरी हुन्छ? घरमा आमा पनि बिरामी हुनुहुन्छ, त यहाँ छस्, यसरी कति दिन चल्छ त आफै भन् त। म पहिला पनि गाउँ गएको बा आमाको मायाले हो, नत्र यतै जागिर खाएर बस्ने वा विदेश गइसक्थ्यो होला। बुढा भएका बा आमालाई छोडेर हिँड्न नसकेर मात्र हो। अब एकचोटि गाउँ गएर सबै व्यवस्था मिलाएर म विदेशै जान्छु होला। म नै यहाँ नभएपछि सिर्जनाले पनि आफ्नो सुर गर्छ, अनि केसरीले पनि बल्ल मेरो अभाव महसुस गर्छ। एकछिन यहीँ बस्नुहुन्छ कि भित्र जानुहुन्छ? यहीँ बस्छु, भित्र सुत्दा सुत्दा ज्यान दुखिसक्यो। दिदी के भयो तपाईँलाई? अब उमेर पुगेको होला, शरीरले निउ खोज्ने बेला भएको होला बाबु, अर्थ के हुन्थ्यो र? शरीरले निउ खोजेको होइन, तपाईँले चाहिँ रोगलाई दबाउन खोज्नु भएको जस्तो लाग्दैछ मलाई। यस्तो बेलामा घरमा बस्नुहुन्न। बुढेसकालमा त झन् सानो समस्याले पनि धेरै दुःख दिन्छ। बसन्त भान्जाले बोलाउनु भएको छैन? उसलाई आफ्नै पिरालो छ, कता कता ध्यान दियोस्, यता हेरोस् कि उता हेरोस् कि आफ्नै ख्याल राखोस् कि। दुधीवडी बिहा गरेर पनि अहिले एक्लै हिँड्नु परेको छ। मलाई भन्दा बढी उसैलाई चोट छ। बल्ल चित्त बुझ्यो होला नि तपाईँको। खुब केसरी केसरी भनेर सिर्जनालाई हेला गरेको नतिजा देख्नुभयो होइन? खुरुक्क त्यही सिर्जनालाई सम्झाइ बुझाइ गरेर राखेको भए न आज भान्जाले दुःख पाउँथे, न त्यो घर छोडेर यो घर सर्नु पर्थ्यो। तपाईँहरूले राम्रो मान्छे चिन्न सक्नु भएन। म अझै भन्छु, त्यो केसरी भन्दा सिर्जना एक होइन, 100औं कुरामा अब्बल छिन्। हाम्रो भान्जाले नि त्यो केसरीमा के देख्या हुन् कुन्नी? सिर्जना जस्तै रूप हेऱ्यो रूपमा राम्री, बोली सुन्यो बोली मिठो, अनुशासित, सुशील, सुभाषिली मान्छे छोडेर त्यो रङ्ग न ढङ्गकी केसरी घरमा भित्र्याएर आखिरमा आफू एक्लो भएर अहिले घर न घाटको हुनु परेको छ। त्यतिखेर त्यो सिर्जनाले निउ खोजे त म के गरौँ? अहिलेको जस्तो सोच बुझ त्यतिखेर देखाकी भए कुरा अर्कै हुन्थ्यो। अझै केही बिग्रेको छैन। अब त झन् बसन्तलाई सिर्जनाको खाँचो छ। त्यो केसरीको कोखबाट बच्चा जन्मेला जस्तो लागेको छैन मलाई। किन जन्मिँदैन र? के भएको छ र त्यसलाई? भान्जासँगै सोध्नु होला। अस्पतालबाट केसरीलाई डिस्चार्ज गर्ने दिन डाक्टरको कोठामा बसेर एक्लै आँखाभरि आँसु बगाउँदै भान्जाले कुरा गरेको मैले देखेको हुँ। केसरीलाई पक्कै केही न केही ठुलो समस्या नपरी बसन्त भान्जा रोएका होइनन् होला। तपाईँ आफै भन्नु त, त्यस्तै मुटु रोगीले कसरी बच्चा जन्माउली? आफै त राम्रोसँग सास फेर्न नसक्नेले बच्चा जन्माउली भन्नु त परको कुरा हो। होइन होला, दिदी त ठिक भएर फर्किनु भएको हो। केही समस्या भएको भए थप उपचार गरेर फर्किनु हुन्थ्यो। दाइले त सबै ठिक छ भन्दै हुनुहुन्थ्यो त।
त्यो त बसन्त भान्जाले सत्य कुरा सबैसँग लुकाएका हुन सक्छन्। कसैबाट केसरीसँग यो कुरा नपुगोस्, उसलाई गाह्रो नहोस् भनेर। मलाई लाग्छ केसरीले पनि यो कुरा बुझेकी छ, त्यही भएर ऊ बसन्तसँग आफै टाढा हुन खोजेकी हो। उसो भए त सिर्जनासँग कुरा गर्नु पर्यो। तपाईँ चिन्ता नगर्नु, म कुरा गर्छु। उनको मनमा अझै बसन्त छन्, उनले नमान्ने कुरै हुँदैन। त्यो फोटो कहाँ राख्नु भएको? तपाईँलाई थाहा छ उहाँको हो? सरी, यहाँ फोटो राख्न हुँदैन थियो र? उहाँ तपाईँको दाइ होइन र? हो, तर अब उहाँ यो संसारमा हुनुहुन्न। यसरी परलोक भएको मान्छेहरूको साथमा जीवित मान्छेको फोटो राख्नुहुन्न भन्ने थाहा छैन तपाईँलाई? त्यही भएर पो नराख्न भन्नुभएको? म त दाइको फोटो भएको ठाउँमा अरूको फोटो राख्न नमिल्ने रहेछ कि भन्ने सोचेको। केही हुँदैन, यो फोटो मात्रै हो। फेरि मलाई यस्ता कुरामा विश्वास लाग्दैन। जे गर्नु तपाईँको इच्छा। लिने औषधि खानु, यसले घाउको दुखाइ कम गर्छ। बस्नु न, मैले त बस्नु पनि भन्न बिर्सेछु। तपाईँकै घर त हो। तपाईँ त टिचर भन्दा पनि नर्स पो हो कि क्या हो? सबै कुरा जान्नुभएको। मेरो टाउकोमा ब्यान्डेज लगाइदिनु भयो, औषधि खान दिनुभयो। घरबाट टाढा आउँदा पनि घरको जस्तै आत्मीयता पाइएला मैले सोचेकै थिइनँ। यस्तो धेरै ख्याल त मलाई मेरो आमाले मात्रै गर्नुहुन्थ्यो। उसो भए मलाई आमा नै भन्नु न त। आमाको जस्तै ख्याल गर्ने आमा मात्रै हुँदैनन् नि। दिदी बहिनी हुन सक्छन्, साथीभाइ हुन सक्छन्, जीवनसाथी हुन सक्छन्। म तपाईँलाई साथी मान्छु, किनकि हाम्रो उमेर केही तलमाथि होला, तर पढ्ने पढाउने विषय एउटै। सायद एउटै विषय पढ्ने भएकाले हाम्रो विचार पनि एउटै हुन सक्ला। के तपाईँ मलाई साथी मान्नुहुन्छ? साथी मानेर हुने त होइन, तर हामी साथी नै हो। उसो भए साथीलाई आज गाउँ घुमाइदिनु न। त्यति ठुलो गाउँ त छैन, तपाईँ आफै घुम्न सकिहाल्नुहुन्छ नि। म सक्दिनँ भनेर होइन, यहाँ बसुन्जेल मजाले घुम्दै गरौँला। तर हिँड्नुहोस्, म तपाईँलाई आज हाम्रो गाउँ घुमाउँछु। यो मेरो मावली गाउँ हो, मलाई सबै थाहा छ। सबै थाहा भएर पनि के भयो त? हिजोसम्म आफ्नो आँखाले हेर्नु भएको थियो होला, आज मेरो आँखाले हेर्नुहोस्, अनि थाहा पाउनुहुनेछ फरक। मिस, के भयो? तपाईँलाई अप्ठ्यारो लाग्छ भने कर गर्दिनँ। भोलिबाट त स्कुल जानु परेको, आजको दिन फुर्सद थियो, त्यही भएर भनेको। हिँड्नु, म आफै पनि गाउँ नघुमेको धेरै भइसक्यो। आज तपाईँलाई घुमाउने बाहनामा सँगै घुम्छु। उहाँ सरलाई गाउँ घुम्न मन लाग्यो अरे, हामी एकैछिन घुमेर आउँछौँ है? हुन्छ, जाऊ न। तर त्यो इन्द्रे बाटो ढुकेर बसेको हुनसक्छ, ख्याल गर्नु। ढुकेर बसेको भए पनि केही गर्न सक्दैन। अघि त म आफै हल्लामल्लामा परेँ। नयाँ ठाउँ के हो के बुझ्दै नबुझी यसै जान्ने हुन पनि सकिनँ। अब तपाईँ ढुक्क हुनु, म हुँदाहुँदै उहाँलाई केही पनि हुन दिन्न। तपाईँ भएपछि म ढुक्क भएँ। तपाईँहरू घुमेर आउनु, म खाजा बनाएर राख्छु।
साँच्ची लेखेको हुन्छ देखेको हुँदैन भन्थे। एकै दिनमा यिनीहरू यति नजिक भए। केही न केही सोच विचार भावना मिलेर त होला यसरी नजिकिएका। यो नजिकपन अझ धेरै गहिरियोस्। भगवान यिनीहरूको मित्रतामा कसैको आँखा नलागोस्। साला को रहेछ त्यो मुला? पत्ता लगाइस् तैँले? कसरी पत्ता लगाउनु? बाटोमा हिँडेको बटुवा होला। हो को? त्यो त्यहीँ वरिपरिको हो। सिर्जनालाई मिस भन्दै थियो भनेपछि सिर्जनालाई चिनेको मान्छे हो। उसो भए सिर्जनालाई नै गएर सोधौँ न त। दुखाइ कस्तो छ तपाईँको? दुखिरहेछ, तर यहाँ होइन, यहाँ। त्यहाँ पनि चोट लागेको हो र? यहाँको चोट पुरानो हो डाक्टर, बेला बेला बल्झिरहन्छ। तपाईँ यसको चिन्ता नगर्नु। यो घाउ निको पार्ने औषधि लेखिदिनु। यहाँको चोट निको पार्ने औषधि मलाई थाहा छ। दाइ यसै जिस्किनु भएको, बरु अहिले हामी जान मिल्छ भने हामी निस्किन्छौँ। हुन्छ, दुखाइ कम गर्ने औषधि लेखिदिएको छु, दुख्यो भने मात्र खानु होला। थ्याङ्क यू डाक्टर, अहिले हामी जान्छौँ। बाई। केसरी बहिनी, कस्तो छ अहिले तिमीलाई? कता पुगेर आयो? ठिकै छु दाइ। घरमा बस्दा बस्दा दिक्क लाग्यो, अनि मासतिर चौरतिर गएर आएँ। तपाईँ कता जान लाग्नुभयो? अब तिमीलाई थाहा छँदैछ, वसन्तको ठुलो बा बितिसकेपछि यो घरमा बस्ने कोही पनि छैनन्। काठपात धमिराले नखाओस् भनेर बेला बेलामा मैले आएर धुवाइदिने गरेको छु। कति राम्रो घर छ, यतै आएर हेर न। यति राम्रो घर छ, बस्ने मान्छे कोही छैन। कोही राम्रो बस्ने मान्छे भए पनि त्यसै दिन्छु भन्दै थिए। बसन्तहरू उति पर जानुको सट्टा यहीँ आएर बसेको भए हुन्थ्यो नि, किन बसेनन्? बसन्तहरूको पहिलेदेखि नै ठुलो बुवासँग राम्रो सम्बन्ध थिएन। बसन्तले त यहीँ बसौँ पनि भनेको हो, तर बा आमाले मान्नु भएन। पहिला जे भए पनि अब बस्दा त के बिग्रिन्छ र? त्यसै पनि बसन्तहरू जन्मेको घरै यही हो अरे। पछि नयाँ घर बनाएर तल सरेका हुन् अरे। अब ठुलो बाको छोराहरू सबै विदेशतिर छन्, यहाँ आएर बस्दैनन्। खाली पुर्खेली सम्पत्ति हो भनेर जोगाइराख्न मात्रै खोजेका हुन्। बसन्तहरू बसेको भए उनीहरू पनि खुसी हुन्थे, कुलपितृ पनि। भयो दाइ, अब बसाइ सरिसकेपछि के कुरा गर्नु? हुन्छ दाइ, तपाईँ आफ्नो काम गर्नु, म जान्छु है। हस्। दिदीलाई भेट्न आएको होला। दिदी घरमा हुनुहुन्न? कहाँ जानुभएको छ र? कुन्नी, म त तेरोमा जानु भएको होला भन्ठाने कि। लो, अनि बिरामी भगी दिदीलाई कहाँ जान लाग्नु भएको सोध्दै नसोधी जान दिस् तैँले पनि? जानी मान्छेले पनि भनेर जान सकिन्छ त। म फलानु ठाउँमा जाँदैछु भनेर गए हुन्न र? फेरि दिदी अब ठिक भइसक्नु भयो त, आफै यताउति गर्न सक्नुहुन्छ, जता गए पनि आउनुहुन्छ। बच्चालाई जस्तो ध्यान दिइराख्नु पर्दैन। मसँग त कुरा गर्नु पनि बेकार छ। कुन दिन त आफै बिरामी हुन्छस् अनि बल्ल चाल पाउँछस्। दिदी कतातिर जानुभएको थियो, मासतिर कि तलतिर? मासतिर। दिदी कहाँ पुगेर आउनुभएको तपाईँ? गाउँ डुलेर आएँ। अनि भन्दै नभनी हिँड्ने हो त? सुषमालाई तपाईँ कता जानुभयो, कहाँ जानुभयो कुनै पनि वास्ता छैन। औषधि खाने बेला भयो, हिँड्नु छिटो घर। एकछिन यहीँ बस्न, तँसँग एउटा सल्लाह गर्नु छ, अनि जाउँला। कस्तो सल्लाह भन्नु न।
अघि म यसै घरबाट हिँडेकी होइन। सुषमा र उसको लोग्नेको झगडा पर्दा म छुट्याउन गएँ। सुरुमा त सुषमाले मेरै आड ली। जब मैले उसको लोग्नेको बारेमा थोरै होच्याएर बोले, त्यसपछि उसले मेरो समर्थन नगरी आफ्नो बुढाको पक्ष लिएर बोली। उल्टै मलाई दोष लगाई। के रे? अनि दिनु भएन गालामा 2-4 थप्पड? मैले थाहा पाएको भए तिनीहरूका लोग्ने शशीलाई अघि नै थर्काएर आउँथे। भयो दिदी, अब तपाईँ त्यहाँ बस्दै नबस्नु। तपाईँ त्यहाँ बस्नुभयो भने तिनीहरूले झन् बिरामी बनाउँछन्। बरु हिँड्नु, माथि घरमै गएर बसौँ। त्यसरी तेरो घरमा गएर बस्दा अरूको नजरमा नराम्रो हुन्छ। मलाई यही आफ्नै घरमा बस्न पनि कस्तो अप्ठ्यारो भइसक्यो। कि त बसन्तसँग छुटिएर बसेको भए हो, नत्र त उसँग सम्बन्ध हुँदाहुँदै बिना कारण माइतैमा बसेको झनै नराम्रो हुन्छ। यो पनि हुँदैन, त्यो पनि हुँदैन। अनि के छ त अरू उपाय? अघि सुषमाले रिसमा भने, तर मलाई राम्रो पाठ पढाई। जे भए पनि उसको रोशनसँग बिहे भइसक्यो। आफ्नो खुसीले बिहे गरेकी हो। अब पछुतो मानेर बस्नुको सट्टा जस्तो लोग्ने छ त्यसैलाई बिस्तारै सम्झाएर, बुझाएर अनि सुधारेर राम्रो बनाउने हिम्मत गरिछे। उसले यति सकारात्मक सोची, तर म त्यति बुझ्ने भएर नि बसन्तसँग न्यु खोजेर हिँडे। कस्तो नराम्रो लागेको छ। उसो भए के अब फेरि बसन्त बिनाजुसँग जानुहुन्छ? तेरो मनले के भन्छ? म त तपाईँ र बिनाजु एक भएको हेर्न चाहन्छु। तर तपाईँ फेरि त्यो घरमा जानु भनेको तपाईँहरू बिच झगडा हुनुभयो। सिर्जनाको घर नजिकै छ, भेट्दिनँ भने पनि उसँग भेट हुन्छ। त्यसपछि त्यही भएर मैले के सोचे तँलाई थाहा छ? यहाँ बसन्तको ठुलो बुवाको घर खाली छ रे। राम्रो मान्छे भए बस्न दिने भनेका छन् रे। म कार्की दाइसँग कुरा गरेर त्यही बसौँ। पागल कुरा नगर्नु। जुन घरमा बसन्त बिनाजुहरूको सम्बन्ध राम्रो छैन त्यही घरमा गएर किन बस्नु पर्यो? बस्ने नै भएको भए बिनाजुहरू पहिले नै त्यो घरमा बस्नुहुन्थ्यो। आफ्नै मूल घर भए पनि ठुली आमाले त्यो घरमा बस्नै खोज्नु भएन। अब तपाईँ गएर बस्नुभयो भने घरका मान्छेले राम्रो मान्दैनन्। झन् ठुली आमाले त राम्रो मान्दै मान्नुहुन्न। उहाँसँग तपाईँको सम्बन्ध झन् बिग्रिन्छ। अब यहाँभन्दा बिग्रिन बाँकी नै के छ र? अबदेखि नआइज। बसन्त बिना त कोही होइनस् भन्दै काँडा जस्तो वचनले घोचेको अझै दुखेको छ। मैले बसन्तसँग माफी मागेर उसलाई फोन गर्न पनि खोजे, तर आमाको वचनले गर्दा बसन्तसँग दूरी घटाउन पनि मन लागेन। मैले पनि अबदेखि मलाई लिन नआइजो भने उसले पनि अबदेखि त्यो गाउँमा आउँदिन भनेर म्यासेज गर्यो। अब हाम्रो सम्बन्ध जोडिन्छ जस्तो लाग्छ तँलाई? किन लाग्दैन? हिजो तपाईँले आशय मारेर अर्को बिहे गर्न लाग्नु भएको होइन? तर समयले बसन्त बिनाजु र तपाईँलाई एक गरायो त। कहिलेकाहीँ झिना मसिना कुरामा झगडा भयो भन्दैमा बाटै सकियो, सम्बन्धै रहेन भनेर हताश हुनु पर्दैन। एकचोटि बिनाजुसँग कुरा गर्नु, यहीँ बोलाएर सल्लाह गर्नु, अनि मात्र त्यो घरमा बस्न सुहाउँछ, नत्र हुँदैन। अब म उसलाई कुन मुखले बोलाऊँ? मैले नै उसको आउने बाटो बन्द गरेकी हुँ। तपाईँलाई अझै सम्बन्ध जोगाउन मन छ भने, उहाँ बिना बाँच्न गाह्रो हुन्छ भने आफ्नो गल्ती मानेर माफी मागेर भए पनि बोलाउनु। त्यसरी बोलाउँदा पनि आउनु भएन भने बल्ल सदाको लागि बाटो बन्द गरिदिनु। मिस, कति हिँड्नु? एकछिन बसेर थकाइ मारौँ न है? आस अनि कस्तो लाग्यो तपाईँलाई हाम्रो गाउँ? एकदमै सुन्दर। तर तपाईँ जति सुन्दर भने होइन। हजुर
गल्ती बोलेको भए माफ गरिदिनु होला, तर मैले आफूलाई लागेको कुरा भनेको हुँ। अघि तपाईँ मुस्कुराउँदा कति राम्री देखिनु भएको, किन लुकाउनु भएको आफ्नो ओठको आँसु? धेरै राम्री देखिन्छु भनेर हो कि क्या हो? छ्या होइन। साँच्ची तपाईँसँग त मेरो राम्रोसँग परिचय पनि भएको छैन। तपाईँलाई त मेरो नाम पनि थाहा छैन होला। नाम नै किन थाहा हुनु पर्यो? मान्छेको परिचय उसको काम, व्यवहार र स्वभावले बन्ने हो। अनि कस्तो लाग्दा तपाईँलाई मेरो व्यवहार? मैले तपाईँसँग सङ्गत गरेको नै कति भएर, मुस्किलले एक दिन पनि पुरा भएको छैन। कस्तो अचम्म है, नामै थाहा नभएर पनि कसैसँग पहिलेदेखि चिनेको जस्तो आत्मीय महसुस हुँदो रहेछ। तर मलाई तपाईँको बारेमा थोरै थोरै थाहा छ। हेड सरले तपाईँको बारेमा भन्नुभएको थियो। के भन्नुभयो हेड सरले? त्यस्तो धेरै त केही होइन, तपाईँको पास्टको कुरा। तपाईँको एक श्रीमानको अर्कै केटीसँग अफेयर भएर तपाईँले डिभोर्स दिनुभएको रहेछ। मान्छेहरू कतिसम्म घिरेका हुन्छन् है, घरमा श्रीमती हुँदाहुँदै बाहिर अर्कैसँग चक्कर चलाएर हिँड्ने। यस्तै मान्छेले गर्दा हो समाज बिग्रेको। तपाईँलाई के थाहा छ मेरो श्रीमानको बारेमा? फेरि उहाँ मेरो एक्स होइन, मैले अर्को बिहे गरेकी छैन। अहिले पनि उहाँ मेरो श्रीमान हो। देख्नुभयो होइन मेरो सिउँदोमा सिन्दुर? म अझै उहाँलाई श्रीमान मान्छु। सरी मिस, तपाईँलाई यो कुराले मन दुख्छ मलाई थाहा नै भएन। मैले त हेड सरले भनेको कुरा मात्रै गरेको, म आफैले भनेको होइन। सरी, नरिसाउनु। अबदेखि यस्तो कुरा कहिले गर्दिनँ। सरी, म यत्तिकै रिसाएँ। मलाई आजकल सानो सानो कुरामा यत्तिकै जनक जनक रिस उठ्छ। बिस्तारै आफैलाई सम्हाल्दैछु। तपाईँलाई मेरो विगतको बारेमा राम्रोसँग केही थाहा छैन, त्यसैले आइन्दा मसँग यसबारेमा कुरा नगर्नु होला। हस्, अब घर जाउँ है, मलाई कस्तो टाउको दुख्ला जस्तो भयो। हो र? हुन्छ, जाउँ। दुःख नमान्नु है, मैले पुरै गाउँ घुमाउन सकिनँ। फेरि फेरि घुमाउला। भइहाल्छ नि। हुन्छ, हिँड्न जाउँ। पुण्य दाई, पुण्य दाई, पुण्य दाई। ए महेश, म तँलाई भेट्न खोज्दै थिएँ, तँ त टुप्लोकै आइपुगिछस्। आइज, बस। म पनि तपाईँलाई भेट्न पर्ने, कुरा गर्नुपर्ने विषय लिएर आएको थिएँ। तपाईँ पनि मलाई भेट्न खोज्दै थिए भन्नुहुन्छ। मेरो दुःख साट्ने साथी पनि तै होस्, खुसी बाँड्ने साथी पनि तै होस्। सधैँ दुःखै दुःखका कुरा भए, आज एउटा खुसीको कुरा सुनाउँछु, सुन्छस्? लौ, कस्तो अचम्म हो, म पनि तपाईँलाई खुसीको कुरा सुनाउन आएको। कति तपाईँले र मैले गर्न खोजेको कुराको विषय त एउटै होइन? उसो भए तैँले पहिला सुना न त खुसीको कुरा। यो कुरा सुन्न त सिर्जना पनि सँगै भए जाति हुन्थ्यो। कता छिन् सिर्जना, बोलाउनु त। लौ, तैँले त मेरै मनको कुरा भन्न लाइस् कि क्या हो? मैले पनि सिर्जनाकै कुरा गर्न लागेको। अहिले उनैलाई घुमाउन गाउँतिर गएकी थिएँ। दुवैको जोडी खुब सुहाएको छ। मलाई त त्यो बाबु मेरो घरमा देख्ने बित्तिकै मन परेको। पक्का भगवानले सिर्जनाकै लागि जुराएर मेरो घरमा ल्याएका हुन् मनोज बाबुलाई। को मनोज? त्यही क्या, सिर्जनाको ठाउँमा पढाउन आएका नयाँ मास्टर। तैँले उनैको बारेमा कुरा गर्न खोजेको होइनस्? खोइ को मनोज हो, म त चिन्दिनँ। मेरो कुरा अर्कै हो। तर तपाईँको घरमा कहिले आए? एकाएक सबै कुरा मिलेर कसरी कुरा बिहेसम्म पुग्यो? बिहेको कुरा भइसकेका छैन क्या। ती मास्टर बाबु हाम्रै घर बसेका छन्। उमेर हेर्दा हाम्रै सिर्जनासँग बिहा गर्न मिल्ने खालको। पेसा मास्टरी भएपछि त झनै कुरा मिलेको।
अब यहीँ बस्दा खाँदा दुवैजनाको मन मिल्यो, सिर्जना पनि खुसी भयो भने बिहा गराइदिँदा के बिग्रियो? हे पुण्य दाई, तपाईँ पनि कस्तो बच्चा जस्तो कुरा गर्नुभएको। अब घरमा बस्न आएको मास्टर भन्दैमा कहाँको हो, को हो, बानी व्यवहार कस्तो छ के बुझ्दै नबुझी त्यसै छोरी दिन्छु भन्ने सपना देख्नुहुन्छ? त्यही पनि त्यो कुमार केटो होला। सिर्जना विवाहित मान्छेलाई त्यति सजिलै बिहे गर्छन् जस्तो सोध्नु भएको छ कि क्या हो? अनि तँलाई के भयो? झन् मैले यस्तो कुरा सुनाउँदा तँ पनि खुसी होलास्, सिर्जनाको बिहा गराउने बेलामा तैँले पनि सहयोग गर्लास् भनेर पो मैले तँलाई यस्तो कुरा सुनाएको। भोलि बिहे होला नहोला त्यो छुट्टै कुरो हो, तर हुनै सक्दैन भन्ने छ र? एकचोटि बिहे गरेर डिभोर्स गरिसकेकाको बिहे हुँदैन भन्ने हुन्छ र? पहिला मन मिल्नुपर्छ, त्यसपछि जात भात, धनी गरिब, विवाहित अविवाहित केही फरक पर्दैन, बुझिस्? खै मलाई त चित्त बुझेन तपाईँको कुरा। मेरो कुरा चित्त नबुझे नबुझोस्, तेरो कुरा भन्न, तेरो कुरा मलाई चित्त बुझ्छ कि? मेरो कुरा चित्त नबुझ्ने भन्ने हुनै सक्दैन। ल यिनीहरू पनि आइपुगेछन्। महेश, मैले तँसँग कुरा गरेको थिएँ नि, उहाँ नै हो मास्टर बाबु। नमस्ते। मास्टर बाबु, ऊ मेरो एकदमै मिल्ने दुःख सुखको साथी महेश। अनि टाउकोमा के को चोट? पुरानै हो कि नयाँ? आज बिहानकै नयाँ हो नि। त्यो इन्द्रेको करतुत। लौ, त्यो छुटिसक्यो? जेलमा राख्नु पर्ने मान्छेलाई कहाँ जेलमा राखिराख्छन् र? झन् छिटो छोडिदिन्छन्। त्यो डाँकाको के कुरा गरौँ? तिमीहरू त छिटै आएछौ, सबै घुमेर सकियो? लगभग घुमियो होला। मिसले टाउको दुखो भन्नुभयो अनि फर्क्यौँ। फेरि के भएर टाउको दुख्यो यसको? आत्तिनु पर्दैन, अलिअलि मात्रै दुखेको हो। भोक लाएर टाउको दुखेको होला। मैले खाजा बनाएर राखेको छु, खाएपछि ठिक हुन्छ। महेश, तँ पनि बस्दै गर, म यिनीहरूलाई खाजा दिन्छु अनि कुरा गरौँला। कुरा त सिर्जनासँग पनि गर्न मन थियो, टाउको दुखेर आएकै रहेछन्। भयो, पछि कुरा गरौँला। भन्नु न के कुरा हो? पहिला खाजा खाओ अनि बसेर कुरा गरौँला। हुन्न महेश? तपाईँ उहाँहरूले खाजा खुवाउनु, घरमा आएको पाहुनाको व्यवस्था गरेर मेरो कुरा सुनाउनु पर्ने त्यस्तो महत्त्वपूर्ण छैन। खासमा म पाहुना आज मात्रै हुँ है, भोलिबाट म पनि यही घरको सदस्य जस्तै हुँ। पाहुना भन्दा अप्ठ्यारो हुन्छ, मलाई आफ्नै छोरालाई जस्तै व्यवहार गर्दा हुन्छ। मास्टर बाबु भनेर सम्मान गरिराख्नु पर्दैन। देखिस्, उहाँको सोच कति राम्रो छ। देखे सुने पनि। अहिले उहाँहरूलाई खाजा खुवाउनुहोस्, मेरो घरमा काम छ, अहिले गएँ। ल जा, जाम खाजा खाना। मलाई आफ्नै छोराको जस्तो व्यवहार गर्दा हुन्छ? मास्टर भनेर सम्मान गरिराख्नु पर्दैन? खुब सखिले भइखाएको, हेर्दै चोर जस्तो छ। त्योभन्दा त मेरो भान्जा कति राम्रो छन्, कति बिहे गरेर केटी बेच्ने दलाल जस्तो। होइन, त्यस्तालाई छोरी दिन्छु भनेर हाम्रो पुण्य दाइ किन बौलाका हुन्? बौलायो कि क्या हो? एक्लै फतफताउँदै हिँडेको छौ त? मैले जे गरेँ तँलाई के मतलब? मलाई तिम्रो कुनै मतलब छैन, तर मेरो बाटोमा तिमी तगारो बन्न आयो भने तिमीलाई पनि बाँकी राख्दिन। त्यो सिर्जनाको बाउले मसँग न्यु खोज्यो, उसकै आँखा अगाडि म सिर्जनालाई सिन्दुर हालेर आफ्नो बनाउँछु। इस बनाइ सिर्जनालाई आफ्नो। पुण्य दाइले अहिले त स्कुलमा आएको नयाँ मास्टरलाई आफ्नै घरमा राखेर ज्वाइँ बनाउँछु भनेर मक्ख परेर बसेका छन्। तैँले सिर्जनालाई बिहे गर्ने भनेको त सपना मात्र हो। दाइ, तपाईँलाई हिर्काउने त्यो नयाँ मान्छे पक्कै पनि त्यही स्कुलको मास्टर हुनुपर्छ। मास्टर मात्र होइन, सिर्जनाको अब बन्न लागेको लोग्ने पनि हो। इस बन्छ त्यो लोग्ने। मैले अब त्यसको बिहे हुन दिए पो, अब म यहाँ नभएको बेलामा तिमीले आफ्नो भान्जासँग बिहे गराइदियो, तर अब म यहाँ भइन्जेल सिर्जनाको बिहे कसैसँग हुँदैन। तँलाई थाहा छ कि नै, भुक्ने कुकुरले टोक्दैन भनेर। तँ बोल्ने मात्र होस्, केही गर्न सक्दैनस् तैँले। के गर्न सक्छु, के गर्न सक्दिनँ, आज देखाइदिन्छु तपाईँलाई। केटा हिँड।
को छ घरमा? सबजना बाहिर निस्क्यौ। आज यो घरबाट कि डोली उठ्छ कि लास उठ्छ। तँलाई मैले बिहान के भनेको थिएँ? अबदेखि यो घरमा नआइज भनेको होइन? फेरि किन आइस? बात त कि बुढा, लात शरम पचाएर डकारिसक्यौ। मैले तिम्रो लागि के गरेको थिएँ बिर्स्यौ? तिम्रो मरेको छोराको लास बोकेर ल्याउने मै हुँ। मैले नल्याएको भए उतै विदेशमा बेवारिसे भएर सड्थ्यो। तिमीले आफ्नो मरेको छोराको अनुहार हेर्नसम्म पाउने थिएनौ। हो त्यही एउटा गुण लाएको थिइस् र तैँले जे जे उपद्रो गर्दा पनि मैले सहेको छु। नत्र त तँलाई मेरो अगाडि बोल्न पनि दिँदैन थिएँ। अनि त्यत्रो गुण सम्झेको छौ भने मलाई ज्वाइँ बनाउन छोडेर यो आज आएको को हो को चिन्दै नचिनेको मान्छेलाई ज्वाइँ बनाउने कुरा कसरी सोच्यौ? सिर्जना, तिम्रो पनि मति बिग्रियो? एउटासँग घर बसेन भन्दैमा ओइरे गइरेसँग भए पनि बिहे गरेर जान्छु भन्ने कसरी सोच्यौ? कि अब मलाई कसैले लाँदैन यसैसँग भए पनि जान्छु भनेर सोच्यौ? चुप लाग त। जहिले चाहिने नचाहिने कुरा गरेर हामीलाई सताउन किन आउँछस्? तँलाई कसले भन्यो म उहाँसँग बिहे गर्दैछु भनेर? कसले भन्यो रे? सोधा आफ्नो बुवासँग। त्यसै यी बुढाले यो मान्छेलाई आफ्नो घरमा राखेका होइनन्। म बुझ्छु यिनको कुटिल चाल। अब यसलाई यो घरको ज्वाइँ बनाउने भनेर कम्मर कसेका छन् रे यी बुढाले। अझै नचाहिने कुरा गरेर यसलाई भड्काउँछस्? त गइहाल यहाँबाट। बुवा, मलाई हेरेर भन्नु, के इन्द्रले भनेको कुरा साँचो हो? त यस्ताका कुरा पत्याउँछस्? अस्ति यसले तेरो बारेमा नचाहिँदो कुरा गर्दाखेरि मैले पत्याएको थिएँ। मैले भनेको नपत्याए तिम्रो आत्मीय साथी महेशले भनेको त पत्याउँछौ होला नि। मलाई उसैले भनेको। जाऊ उसलाई बोलाएर ल्याऊ। उसको अगाडि होइन भन्न सक्छौ? हो, मैले भनेको थिएँ महेशलाई। आफै भन्छ बाउ भएको नाताले आफ्नी छोरीको घर बसोस्, राम्रो होस् भनेर सोच्नु नराम्रो हो र? एउटा कुरा बुझिराख मास्टर, बुढाको नियत बुझेर उसलाई पाउने भयो भनेर यहाँ डेरा जमाएर बस्ने होइन। भोलि नै आफ्नो झोली तुम्लो बोकेर यहाँबाट सर्ने, बुझिस्? सिर्जनासँग बिहे गर्ने मैले हो। यदि मेरो कुरा बेवास्ता गरेर उसको नजिक मात्र हुने कोसिस गरिस् भने तेरो लास तेरो घरमा जान्छ। जमेट कटो।